जब दाजुभाइ दिदीबहिनीको छुट्टा छुट्टै घर हुन्छ, सम्बन्ध पहिलेकोबाट क्रमशः टुक्रिन्छ। एक समय थियो जहाँ एउटै थालमा खाना खाइन्थ्यो, एउटै ओढ्नामा निदाइन्थ्यो, एउटै झगडामा रुँदै फेरि मिलिन्थ्यो। दाजुभाइ दिदीबहिनीको त्यो सम्बन्ध जुन आँगनको तुलसी जस्तै थियो, जहाँ झगडा पनि पूजा थियो र रिस पनि प्रेमको अर्को रूप। तर समयले आफ्नै चाल लिन्छ। एक दिन यस्तो आउँछ जहाँ आँगन छुट्टिन्छ, तुलसी छुट्टिन्छ र सम्बन्ध पनि छुट्टा छुट्टै घरको ढोकामा सीमित हुन्छ। अब हामी पाहुना बनिसकेका छौँ, एकअर्काको जीवनमा हामी निम्तो पर्खन्छौँ। चिया पिउन बोलाइएन कि भनेर हामी त्यो घरमा जान डराउँछौँ जहाँ कहिले ढोका बन्द थिएन। सम्बन्धहरू चिच्याएर टुट्दैनन्, उनीहरू मौन भएर हराउँछन्। एक दिन यस्तो आउँछ जहाँ फोनको घन्टी बज्दैन र मनमा प्रश्न उठ्छ, के म सम्झन योग्य छु अझै? दाजुभाइ दिदीबहिनी अब एकअर्काको फेसबुक स्टोरी हेर्छन्, टिकटकको लाइकमा प्रेम खोज्छन्, तर त्यो आँखाको संवाद हराइसकेको हुन्छ। पुराना कथाहरूमा भनिन्छ, एकै आमाको सन्तानले पृथ्वी बाँड्दा पनि प्रेम बाँडेनन्। तर आज हामी पृथ्वी बाँड्न त परे जाओस्, एकअर्काको समय पनि बाँड्न सक्दैनौँ। हामी अब देवता होइनौँ, हामी अब पाहुना हौँ। एकअर्काको जीवनमा हामी त्यो सम्बन्ध हौँ जुन अब सम्झनामा मात्र बाँकी छ। समयले सबै कुरा बदल्छ। बचपनको हाँसो अब पुराना भिडियोहरूमा सीमित छ। एकअर्काको घरमा जानु अब निम्तो माग्नु जस्तै हुन्छ र त्यो निम्तो कहिले आउँदैन। हामी व्यस्त छौँ जिन्दगी बनाउने दौडमा, तर के जिन्दगी त्यही हो जहाँ आफ्ना हराउँछन्? दाजुभाइ दिदीबहिनीको सम्बन्ध अब त्यो हो जहाँ कसरी छौ भन्ने प्रश्न पनि औपचारिक लाग्छ। हामी अब त्यो सम्बन्ध हौँ जहाँ प्रेम छ तर समय छैन। हामी त्यो घर हौँ जहाँ कहिले फर्केर आउँदैन कोही। हामी त्यो मन हौँ जहाँ सम्झनाहरू त छन् तर साथ छैन। नेपाली समाजमा दाजुभाइ दिदीबहिनीको सम्बन्ध पवित्र मानिन्छ। तीजको गीतमा दिदीले भाइलाई सम्झिन्छन्, भाइटिकामा टिका लगाएर दिदीले रक्षा माग्छिन्, तर त्यो संस्कार अब फोटोमा सीमित हुँदैछ। दसैँमा एकै गुन्द्रीमा बसेर सबैले मानेजनको टिका थाप्ने पवित्र चलन हराउँदैछ। अब दसैँ र भाइटिका पनि जुममा हुन्छ र तीजको गीत टिकटकमा संस्कारहरू डिजिटल भएका छन् र सम्बन्धहरू मौन। एक दिन यस्तो आउँछ जहाँ हामी एकअर्काको मृत्युको खबर फेसबुकबाट थाहा पाउँछौँ। त्यो दिन हामी रुन्छौँ तर त्यो आँसु पनि ढिलो हुन्छ। त्यो दिन हामी सम्झन्छौँ कति कुरा भन्न बाँकी थियो तर समयले त्यो मौका नै दिँदैन। यदि तपाईँ यो सुन्दै हुनुहुन्छ भने आफ्नो दिदीबहिनी दाजुभाइलाई फोन गर्नुहोस्, उनीहरूलाई सम्झाउनुहोस्। सम्बन्धहरू निम्तो पर्खेर बाँच्दैनन्, सम्बन्धहरू समय माग्छन्, साथ माग्छन् र कहिलेकाहीँ एउटा म तिमीलाई सम्झन्छु भन्ने वाक्यले पनि चमत्कार गर्छ। र अन्त्यमा हामी सबै छुट्टा छुट्टै घरमा बस्छौँ तर मनको एउटा कुनामा अझै त्यो पुरानो आँगन बाँकी हुन्छ। यी शब्द व्यक्त गर्दै गर्दा म पनि स्तब्ध छु। सायद तपाईँका पनि आँसु आए होलान्। संवाद नै टुटेको अवस्था छ भने चुपचाप